ओके, सबैजनाले मलाई सोध्दै हुनुहुन्छ तपाईँको टङ्गिङ चाहिँ कसरी राम्रो भएको, हामीलाई पनि सिकाइदिनुहोस् न भनेर मलाई हिजो लाइभमा पनि आएको थियो है दाजुभाइहरू, हाम्रो दाजुभाइहरू। टङ्गिङको कुरा गर्नुपर्दाखेरि चाहिँ झाला पनि भनिन्छ, तुत्कार तत्कार के भन्छ मान्छे अनुसारको छ है। अब टङ्गिङको कुरा गर्नुपर्दा चाहिँ डबल टङ्गिङ, सिङ्गल टङ्गिङ, ट्रिप्लेट्स होइन, फोर्थ फिफ्थ जे पनि हुन्छ है। तर आज चाहिँ हामी सिक्छौँ डबल टङ्गिङ है। अब डबल टङ्गिङको लागि मेन गर्नुपर्ने के हो त्यो कुरा जानौँ। तपाईँहरूले यदि भिडियो हेरिराख्नु भएको छ भने लाइक कमेन्ट सेयर र रिपोस्ट चाहिँ गर्नै पर्ने हुन्छ है, ताकि यस्तो यस्तो लेसनहरू आउनेछ। यसको लागि डबल टङ्गिङको लागि मेन गर्नुपर्ने चाहिँ तपाईँसँग बाँसुरी चाहिन्छ भन्ने पनि छैन है। फ्री टाइममा तुकु 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 तु गर्दाखेरि यहाँ माथिको उयसमा छुन त तु गर्दा अनि कु गर्नु पऱ्यो, तुकु तुकु। एभ्री टाइम तपाईँहरू फ्री हुने बेला टुकु 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 मात्र गर्नुहोस् है। सामै होस्, सा 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 रे 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 ग ग ग म गर्छ नि मान्छेले, त्यसमा चाहिँ अब एउटा सामा चाहिँ टुकु टुकु। अब कसरी गर्छ, जस्तै अब यही कुरालाई चाहिँ तपाईँले एकदम मेट्रोनममा प्र्याक्टिस गर्नुपर्छ। यदि मेट्रोनममा गर्नुभयो भने चाहिँ तपाईँले मेट्रोनम अनुसार बढाउनै जान सक्नुभयो नि त है। त्यही भएर तुकु 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 मजाले हेर्नु त कस्तो राम्रो छ होइन। अब एउटाले दोहोऱ्याउने, यस्तो यस्तो टेक्निकहरू हुन्छ क्या, जसले गर्दा चाहिँ अब सिम्पल गीतलाई पनि कस्तो मिठो हुन्छ। जस्तै अब यसलाई टङ्गिङमा हान्नु पऱ्यो भने कस्तो अर्कै सुन्छ यो। टङ्गिङको इम्पोर्टेन्स चाहिँ यस्तो रहेको छ है। सो सबैजनाले मेरो युट्युब च्यानल पनि हेर्न सक्नुहुन्छ, विकेश मुक्तान रहेको छ, 13,000 सब्सक्राइबर छ। यु क्यान चेक इट आउट फर मोर लेसन है। लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला।